आखिर के छ त यो झोलाभित्र साथीहरू जान्न चाहनुहुन्छ त्यसमा भिडियो अन्तिमसम्म हेर्नु होला है। यो भिडियो झोलामा भएको कुरा चाहिँ मैले छिमेकी दिदीलाई पुऱ्याइदिएको, छिमेकी दिदी चाहिँ भेटिनँ अनि बुवाले यहीँ राख नि त भन्नुभयो, त्यहीँ राखिदिएँ। अनि कुकुर हेर्न साथीहरू त्यहाँ बसिरहेको थियो, मलाई देखेर मेरो अगाडि अगाडि हिँड्दैछ, मलाई हेर्दै हिँड्दैछ कि म चाहिँ दोकान गएको कि होइन बाटोबाट यस्तो राम्रो भ्यू देखेको साथीहरू, यति राम्रो भ्यू। म त उभिएर एकछिन रेकर्डै गरेँ क्या। अनि दोकान गएर आएँ, दोकान गएर आएर चाहिँ म चाहिँ कफी पिउँदैछु, कफी पिउँदै साग केलाउनु पऱ्यो भनेर बाहिर बसेर अनि साथीहरूसँग नि गफ गर्नु पऱ्यो भनेर। त्यो झोलामा चाहिँ नि साथीहरू के थियो भन्नु त, बन्दा थियो। बन्दा खाने काम चाहिँ यो झरीमा चाहिँ बन्दै गर्नुहोस् है साथीहरू, यो सिजनमा चाहिँ बन्दा नखानुहोस्। म चाहिँ 2-4 वर्ष अगाडि काबु भएर बन्दा खान छोडेको थिएँ झरी पर्दा। भरे यस्तो अब राम्रो देखेँ, फ्रेस देखेँ, राम्रै त होला नि भनेर लिएर आएँ क्या। अब भरे त नि बन्दा काट्छु, 2-4वटा पत्ता हटाएँ अनि सफाइ थियो अनि बिचमा काटेँ, एउटा पत्र छुटाऊँ कि भन्दै थिएँ। अब राम्रै छ भनेर बिचमा काटेँ कि हेर्छु त कालो कालो छ होइन। अनि त्यो बिचको डन्ठाको पाट त्यो निकालेँ, यसो हेर्छु त साथीहरू गडेउला छ। अर्कोपट्टिको काट्छु, अर्कोपट्टिको निकाल्छु, हेर्छु त जुका छ, जो सेलकिराको बच्चा छ। त्यति भएपछि मलाई के चाहियो है, मैले त सबै छोडिदिइहालेँ। मेरो छोरीले नै त्यो प्याक गरेर झोलामा बाँधिदिएको। मलाई फेरि त्यति डर लाग्छ, फोबिया छ क्या मलाई चाहिँ। म चाहिँ स्क्रिनमा टिभीमा पनि त्यस्तो गडेउला जस्तो आइटमहरू केही हेर्न सक्दिनँ। अनि म चाहिँ बरु बिसादी लाग भए पनि कहिलेकाहीँ रायो साग खाने भनेर निदो गरेँ। बाई साथीहरू।